उमालेको तातो पानीमा चिसो पानी मिसाउनु हुँदैन रे धेरैले भन्नुहुन्छ। तथ्य हो कि हल्ला मात्रै हो? आउनुहोस् जानौँ। दुईटा सिनेरियो भन्छु, कस्तो अवस्थामा हुन्छ, कस्तो अवस्थामा हुँदैन। यदि तपाईले पानीलाई शुद्धिकरण गर्नको लागि उमाल्नु भएको हो भने त्यो पानीमा कीटाणु छ, त्यसैले तपाईले उमालेर खाइरहनु भएको छ भने चाहिँ त्यसमा चिसो पानी मिसाउने कुरा भएन, किनभने चिसो पानीमा कीटाणुहरू हुन सक्छ है। तर तपाईको घरमा फिल्टर्ड पानी आउँछ, तपाईको घरमा अलरेडी ट्रिटमेन्ट भइसकेको शुद्ध सफा पानी आउँछ, अथवा तपाईले अरू मेथड अपनाएर चाहिँ पानीलाई शुद्ध बनाइसक्नु भएको छ भने चाहिँ तपाईले उमालेको पानीमा चिसो पानी मिसाउन पाइयो। त्यही पानी हुन पर्यो। फेरि उमालेको पानीमा खोलाको पानी ल्याएर त हामीले मिसाइन, बुझ्नु भयो नि। त्यसै पनि पानीमा चाहिँ राम्रोसँग सफा गरिएको छ, शुद्ध पानी छ, उमालेको पानी छ भने चाहिँ त्यसमा अरू धेरै न्युट्रिएन्टहरू केही पनि हुँदैन जसले चाहिँ ब्याक्टेरियाहरूलाई आकर्षित गरोस् हैन। तर अब पहिला चाहिँ यसो शुद्ध पानी पाइँदैन थियो। अझै पनि काठमाडौँका धेरै ठाउँहरूमा चाहिँ जारको पानीमा कोलिफर्म भेटियो, यो भेटियो भनेर आइरहेको हुन्छ। पहिलाको जमानामा त अझ धेरै शुद्ध पानीको अभाव थियो। त्यो कारणले चाहिँ उमालिसकेको पानीमा चिसो पानी नमिसाऊ है भनेर त्यसरी भनिएको हुनसक्छ। तर अहिलेको जमानामा जोसँग चाहिँ शुद्ध पानीको पहुँच छ उहाँहरूले चाहिँ शुद्ध पानी छ भने तपाईले उमालेर खानुस्, अथवा तपाईले चिसो पानी मिसाएर खानुस्, अथवा उमालेको सेलाएर खानुस्, केही पनि फरक पर्दैन।